नेपालमा बस्नेहरूले कति सजिलै भन्नुहुन्छ कि विदेशकै ठुली पल्टिस भनेर। हामी विदेशमा बस्नेहरूले माया नगरेको होइन है, समय नपाएको हो। मन त सधैँ आफ्नो मान्छेहरूसँगै हुन्छ नि। नेपाल बसेर हेर्दा पो राम्रो देखिन्छ, तर यहाँ विदेशको त कति गाह्रो छ। विदेशमा हेर्नुहोस् न, आज पनि म सिधै कामबाट भिजा थप्नको लागि जाँदैछु। अनि बेबले चाहिँ मेरो लागि खाजाहरू बनाएर लिएर आइदिनु भएको रहेछ। उसले चाहिँ मेरो हरेक जरुरतको सामान लिएर आइदिएको थियो। क्रिमदेखिबाट पर्फ्युम सबै थोक लिएर आइदिनु भएको थियो। अनि मेरो लागि खाजा, फ्रुट्स अनि नोइमनहरू लिएर आइदिनु भएको थियो। आई एम सो लकी कि ऊ मेरो लाइफमा छ। यति बुझिदिनुहुन्छ होइन, सधैँभरि यस्तै बुझिदिनुहोस्। अनि के भन्नु अरू त। एनिवे हामीले चाहिँ अनि जिस्किँदै फ्रुट्स खाँदै अनि गफ गर्दै काममा के कस्तो भयो भनेर यसरी गफ गर्दै गर्दै हामी चाहिँ गयौँ भिजा थप्नको लागि। कति गाह्रो हुन्छ है, मलाई कति गाह्रो लाग्छ क्या विदेशमा। यद्यपि मेरो हस्बेन्ड हुनुहुन्छ तर पनि कति गाह्रो लाग्छ। काम गर है, अरू एक्स्ट्रा चिज कतै जाउँ भन्नको लागि कामबाट सिधै जानुपर्छ होइन। त्यो कामको स्ट्रेस थकित शरीर यसै त भइरहेको हुन्छ, तर पनि यति बुझिदिने हस्बेन्ड हुनुहुन्छ। आइएम सो लकी। तर है यो विदेशमा आइन्छ नि त, स्टुडेन्टमा कति गाह्रो हुन्छ होला क्या उनीहरूलाई है। आफ्नो हरेक चिज चाहिँ आफैले गर्नुपर्छ, कसैले हेल्प गरिदिन्छ कसैले गरिदिन्छ भन्ने हुँदैन। सबै थोक चाहिँ आफैले गर्नुपर्छ। उनीहरूलाई कति गाह्रो हुन्छ होला। यद्यपि हाम्रो हस्बेन्डहरूलाई पनि कति गाह्रो भएको थियो होला। स्टुडेन्टमा आउँदाखेरि हरेक चिज चाहिँ आफैले गर्नु पर्थ्यो नि त। कसैले ल हेल्प गरिदिन्छ, ओहो कसैले खाना बनाएर राखिदिन्छ, खाजा बनाएर ल्याइदिन्छ भन्ने नै हुन्थेन। सबै थोक आफैले गर्नु पर्थ्यो। कति गाह्रो भयो होला त्यो टाइममा। अनि हामीले चाहिँ त्यहाँनिर सबै डकुमेन्टहरू बुझाएर गयौँ घर। अनि बेबले चाहिँ लोकेसन हेर्न मिस्टेक गर्नु भएर हामी चाहिँ कसैको तर बाटो चढेछौँ, तर त्यहाँबाट चाहिँ फर्किन नमिल्ने रहेछ। अनि त्यहाँ जापानिजले चाहिँ हामीलाई सिकाउँदै थियो यस्तरी जाने हो भनेर। अनि हामी चाहिँ घर नगएर सेकेन्ड स्टेट गयौँ। त्यसपछि बेबी कता जानुभयो भनेको त उता कपडा हेरेर बसिरहनु भएको रहेछ। अनि हामीले सेकेन्ड स्टेटमा चाहिँ केही पनि पाएनौँ। अनि त्यसपछि हामी गयौँ आफ्नो बारीमा के फलेछन् हेर्नलाई। अनि खुर्सानी करेला फलेको रहेछ। अनि त्यसपछि हामी फर्क्यौँ घरमा। अनि बेब चाहिँ घर आउनु भएपछि मलाई एकदम गाह्रो भएको छ भनेर सुत्नुभयो। अनि म चाहिँ तरकारी पकाउनतिर लागेँ। मैले बोडीहरू भाँचेर राखेँ। अनि त्यसपछि आलु कट गर्नलाई रेडी गरेर कट गरेँ आलुलाई। अनि आलु कट गरिसकेपछि चाहिँ मैले यसो देखाएँ कस्तो भएछ भनेर। अनि कराई बसाल्ने तेल हालेँ, एकछिन यसो नरिवलको पानी खाएर पोछिदिएँ होइन। अनि त्यहाँबाट आलु हालेँ। अनि आलुलाई एकछिन परपर भुटेँ। अनि त्यसपछि बोडी हालेँ। बोडी हालिसकेपछि एकछिन परपर भुटेँ। अनि यो चाहिँ गेमु सुप्पामा पाइन्छ लसुनको पेस्ट। तपाईँहरूले चाहिँ कुन युज गर्नुहुन्छ? मैले चाहिँ जहिले भन्दा पनि आजभोलि चाहिँ यो युज गर्छु, किनकि लसुन केलाउ फेरि पिन्न अलिकति टाइम अल्छी खान जान्छ नि त। अनि त्यही भएर हामीले चाहिँ त्यही युज गर्छौँ। अनि दाल बसाल्नलाई रेडी गरेँ। अनि तरकारीहरू खनाएँ। यस्तो भयो तरकारी चाहिँ। अनि त्यसपछि दाललाई चाहिँ मैले भुटेँ। तपाईँहरूले चाहिँ दाल बनाउँदा पछि झान्नुहुन्छ कि पहिले मैले जसरी नै भुट्नुहुन्छ? मलाई चाहिँ पहिला झान्ने भनेको के हो भनेर थाहा थिएन क्या। अनि मैले चाहिँ किनकि पहिल्यै तेल हाल्थेँ अनि भुट्थेँ, पछि त्यो जिराहरू हालेर झान्ने भन्ने गर्थेन। अनि मलाई त्यही भएर चाहिँ थाहा थिएन। अनि मलाई चाहिँ आरतीले चाहिँ सिकाउनु भएको झान्ने भनेको त्यसरी पछि हाल्दाखेरि चाहिँ झान्ने भन्छ भनेर। अनि मैले चाहिँ बनाएँ मसरुम भनेर चाहिँ के अरे सोयाबिनको अचार। तपाईँहरूले खानुभएको छ कि छैन सोयाबिनको अचार? एकचोटि बनाएर खानु होला, एकदम मिठो हुन्छ। मैले चाहिँ मेरो दिदीकोबाट चाहिँ मैले सिकेको हो बनाउनलाई। अनि मैले चाहिँ हालेँ लसुनहरू सबै एकछिन फुराएर अनि हालेर बनाएँ। अनि मैले चाहिँ कागती हाल्ने बिर्सेको रहेछ, फेरि पछि कागती हालेर मोलेँ। अनि खाना बसालेँ। अनि खाना बसालेर बेबलाई उठाएर तपाईँको लागि सरप्राइज भनेर भाँडा माझ्न भनेर देखाएँ। किनकि मैले चाहिँ
मैले किचनमा छिरेँ भने जहिले भाँडा यस्तै धेरै हुन्छ क्या। मैले चाहिँ एउटा युज गरेँ फेरि अर्को सामानलाई त्यही पखालेर युज गर्दिनँ क्या। यति त्यो सफा छ भने पनि युज गर्दिनँ। अनि त्यही भएर चाहिँ भाँडा धेरै हुन्छ। अनि खाना खायौँ, खाना खाएर बेबीले भाँडा माझ्नुभयो अनि हाम्रो दिन चाहिँ यत्तिकै सक्यो। बाई बाई गाइज, थ्याङ्क्स फर वाचिङ।